झन्झट हुन्छ। अब यो त लगभग पलाउन थालिहाल्छ, तलको त हामीले हातले फ्याँकिदिने हो। अब यो पोलीभित्र पलायो भने फेरि हामीलाई अर्को समस्या आउँछ। त्यो कारणले हामीले ग्राफ्टिङ टेप लाउँदै अलि तलबाट, मैले यहाँबाट लाएको छु, अलि तलबाट लगाएर यसलाई बान्ने भाग चाहिँ राख्नुपर्ने हुन्छ। यसरी यो यहाँ बान्ने भाग राखेर चाहिँ हामीले यसरी टाइट गरेर बान्दिनु पर्ने हुन्छ। यसरी प्रत्येक हाँगालाई बाँधेर चाहिँ जति ग्राफ्टिङ गरिन्छ त्यतिवटा प्लास्टिकले यसरी कभर गर्नुपर्ने हुन्छ। एकदमै टाइट पारेर हावा चाहिँ लिकेज नहुने गरी बान्नुपर्ने हुन्छ। त्यो पछाडि हामीले यसमा यसको आइडी लेखेर चाहिँ त्यसमा लगाउँछौँ। यो स्पुनमा लेखेर यसरी आइडी लेखेर चाहिँ हामीले त्यसमा गाड्दिने हो। अब यसरी हामीले यो ग्राफ्टिङ गरिसकेर चाहिँ यसरी राखेपछि हामीले मल पानी दिनुपर्ने हुन्छ। यसलाई हल्का छिटो सक्सेस हुन्छ। त्यसो गर्दाखेरि हामीले हल्का पिना राखेर पातलो पिना पानी बनाएर दिन पनि सकिन्छ। धेरै चाहिँ हाल्नु हुँदैन, फेरि डाइरेक्ट फ्लावरिङ निस्किन्छ। पिना अलि बढी भयो भने डाइरेक्ट फ्लावरिङ निस्किन्छ। हल्का एकदमै पातलो, यस्तो पातलो बनाएर चाहिँ हामीले यसमा राखिदिने हो। अनि यसलाई अब 20-25 दिनको टाइम यत्तिकै राखेर हामीले यो सोइल चाहिँ सुक्न दिनु भएन। यसलाई एकदम चिस्यान चाहिँ राखिरहनु पर्यो। धेरै हिलो हुन पनि दिनु भएन, धेरै सुक्न दिनु पनि भएन। यसलाई चिस्यान चाहिँ एकदमै मेन्टेन गरेर राख्नु पर्यो।